र फेरि पनि ताली बजाएर स्वागत गरिदिनु होला। र हाम्रा भक्ते भाइ तपाईँहरूको है सधैँ फेसबुकमा हामीले देखेको अहिले प्रत्यक्ष यहाँ हाम्रा चालक दाजुभाइको पहलमा यसरी हाम्रो आँखाको सामुन्ने उहाँ आइसक्नु भएको छ र उहाँलाई फेरि पनि शेर्पा सिटोङ चालक सङ्गठनको पक्षबाट साथै सम्पूर्ण सिटोङवासीको पक्षबाट नै उहाँलाई हार्दिक न्यानो स्वागत अभिनन्दन जनाउन चाहन्छु। अनि उहाँलाई विशेष स्वागत गर्न म समारोहका अध्यक्ष लव कुमारज्यू साथै प्रमुख अतिथि कर्ण गुरुङज्यू उहाँलाई म मञ्चमा आएर न्यानो अभिनन्दन स्वागत अभिनन्दन जनाइदिनु हुन म यहाँबाट अनुरोध गर्न चाहन्छु। अलिक अघि आइदिनुहोस् न तपाईँहरू। कस्तो लाग्यो भक्ते भाइलाई तपाईँले देखिरहनु भएको छ? कति सोसियल मिडियामा मात्रै हाँस्नु है, आज यही हाँसिदिउँ बढी मिठी मिठी है भक्ते भाइ। र एकपल्ट सलाम गरिदिनुहोस् न भक्ते भाइ। थ्याङ्क यू थ्याङ्क यू। र अब प्रमुख अतिथिको बाहुलीबाट साथै सभापतिको बाहुलीबाट हाम्रा विशेष सर्वप्रथम हाम्रा भक्ते भाइलाई न्यानो स्वागत अभिनन्दन जनाउँदै खोला र विशेष नजिकको उहाँको सहयोगी चाहिँ हाम्रो चित्रे भाइ है। र यहाँ हाम्रा चित्रे भाइलाई पनि विशेष उहाँ चाहिँ प्रायः देखिन्छ, म चाहिँ उहाँलाई विशेष देख्छु सँगसँगै है। उहाँलाई पनि यहाँ चित्रे भाइ र सबै टोलीलाई नै आयोजक समितिको पक्षबाट साथै सम्पूर्ण सिटोङवासीको पक्षबाट हामी न्यानो स्वागत अभिनन्दन अभिवादन जनाउन चाहन्छौँ। यसरी सम्पूर्ण सिटोङवासीको पक्षबाट उहाँलाई हामीले न्यानो स्वागत अभिनन्दन जनायौँ। यसरी अहिले पनि चालक सङ्गठनको सभापतिको बाहुलीबाट उहाँलाई पदार्पण गरी अभिनन्दन अभिवादन गर्ने कार्य सम्पन्न भइरहेको छ। ए हुन्छ सर हुन्छ। मेरी भक्तको फ्यान हो नि र विशेष चालक सङ्गठनका सदस्यहरूलाई मात्रै मञ्चमा हामी अनुमति दिइरहेछौँ। र अब पनि यो कलामालाको कारणले हामी यही समाप्त गर्न लागिरहेछौँ। अनि अब म विशेष गरेर सम्पूर्ण टोलीलाई मञ्चदेखि तलतिर गएर बसिदिनु हुन अनुरोध गर्दछु। सम्पूर्ण भक्ते भाइको टोलीलाई म मञ्चबाट केही समय तलतिर झरिदिन अनुरोध गर्दछु।